हेलो एभ्रिवान, नमस्कार है नमस्कार। ल म चाहिँ अब खाना खाने सुरु गरेँ है। यस्तो छ हेर्नुहोस्, सादा भात अनि साग छ, हजुरको दाल छ है, अनि टमाटरको ह्यात्ते भनौँ न, चटनी जे भने पनि, अनि साथमा एउटा लसुनको पिस छ। यो साग भन्नुहुन्छ भने लट्टेको साग, रातो लट्टेको साग हेर्न सक्नुहुन्छ है। यस्तो छ, कलिलो थियो कि यति मिठो कलिलो, खाँदा झन् कति टेस्ट होला त, हेर्न सक्नुहुन्छ। यस्तै छ है, अब विदेशको खाना यस्तै छ। अनि खाना त सादा खाना तर धेरै टेस्टी भन्छ। यो खानाले चाहिँ घरको याद आयो पुरै, घरमा खाना यस्तै बनिन्छ नि त। अब हाम्रोतिर चाहिँ प्रायः यहाँ चाहिँ डेली चाहिँ यस्तो बन्दैन हैन, सादा प्रायः अब मासु सासु बनाइन्छ, सादा चाहिँ अब कहिलेकाहीँ बन्छ है। रातो लट्टेको साग, कस्तो भन्छ ह्यात्ते चाहिँ टमाटरको खोर्सानी चाहिँ हालेको थिएँ, कति पिरो छ। हेर्दा कस्तो खाँफा लगाउँछ है, टेस्ट पनि पकल छ, तर अलिक पिरो कम खाने मान्छेलाई चाहिँ पिरो भन्छ। खोर्सानी पिरो भएर, खोर्सानी त एउटै त हालेको हाल्नु चाहिँ, तर खोर्सानी पिरो भएकोले गर्दाखेरि चाहिँ जाडोमा कानै तताएता जाडो छ नि त, जाडोमा अलिअलि खोर्सानी खानुपर्छ। एक मिर्ची डाला था ना, तीखा हो गया वो। धेरै मिठो भन्छ।
साथी हो पिरो त पिरो निकै धेरै पिरो भएको छ। म चाहिँ धेरै पिरो खान छोडेको थिएँ नि त, अलिक ग्यास्ट्रिकले गर्दा पनि मसला पिरो धेरै कम गरेको छु नि त। आज चाहिँ पिरो खाउँ हल्का लाग्यो। खोर्सानी चाहिँ एउटा मात्रै हालेको थिएँ हाल्नु चाहिँ, तर खोर्सानी चाहिँ पिरो खालको परेछ नि त। पिरो पिरो मिठो। म त हात पनि चाटचेट खाने बानी छ, लास्टमा थाउ पनि चाट्ने बानी छ है साथी। हेर्नुहोस् चाटी चाटी चट्नी चाट्ने खालको भयो नि त, चाटी चाटी खाने अब। खाना खाइसके पछाडि हात चाट्नुको मजा फेरि गर्नुहोस्। थाल पनि कराउनै भर्नु परेछ त। ल साथी हो, अब खानासाना खाइसक्यो है। ल अब अर्को नेक्स्ट भिडियोमा भेटौँ ल। आजको लागि चाहिँ गुड नाइट है।